हेलो गाइजहरु, आज चाहिँ मलाई यो टिकटकबाट चाहिँ मलाई चाहिँ यो फ्रीमा गिफ्ट आएको रहेछ। टिकटक शपबाट चाहिँ हैन, टिकटक शपले चाहिँ मलाई फ्रीमा क्यामेरा पठाइदिएको रहेछ है, डिजिटल क्यामेरा। ल है त, म तपाईहरुले खोलेर अनबक्सिङ गरेर देखाउँछु ल कस्तो छ। मैले पनि एकचोटि खोलेको छैन, खोलेको छैन। अब चाहिँ टिकटक शपबाट आएको चाहिँ यो गिफ्ट चाहिँ खोलेर देखाउँछु है त कस्तो रहेछ क्यामेरा है त। तपाईहरुले पनि टिकटक शपबाट चाहिँ एप्रुभ गर्नुभयो भने चाहिँ मगाउनु भयो भने चाहिँ किनकि आउँछ हजुरहरुलाई पनि है त। ल म खोलेर हेर्छु है त। ओ यस्तो रहेछ ल टिकटक शपबाट मलाई गिफ्ट। ओ माई गॉड, कस्तो छ होला हो, एकदम राम्रो छ जस्तो है। टिकटक शपको क्यामेरा रहेछ, डिजिटल क्यामेरा अरे। ल खोल्ने कसरी हो, अनबक्सिङ गर्ने है यहाँबाट। यस्तो खतरा रहेछ ल, हेर्नुहोस् त खोल्ने हाल्छ हेर्छ टाइट। ल मैले अनबक्सिङ गरेँ, टिकटक शपबाट आएको है त। तपाईहरु पनि किन्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर राख्नु होला है त। एकदम राम्रो छ, यस्तो दामी छ क्या। खोल्नै सकिँदैन त, यता पनि रहेछ अनबक्सिङ गर्नु त। मेड इन चाइना। ओ के पठाइदिएको छ भनेर त्यस्तो। वाउ वाउ क्यामेरा है त गाइस, कता पठाइदिएको छ। चार्जरहरू पनि रहेछ, सबै थोक रहेछ हैन। क्यामेरा है त। वाउ टिकटक शपले चाहिँ मलाई यस्तो क्यामेरा पठाइदियो। ल हेर्नुहोस् त, यसको फोटो चाहिँ कस्तो आउँछ चाहिँ म एकछिन तपाईँहरूलाई एकचोटि ब्याट्री चार्ज गर्नुपर्छ ल, म हालेर फोटो चाहिँ हेर्छु ल। ल गाइजहरू हेर्नुहोस् है, अब यसलाई चाहिँ म अन गरेर देखाउँछु ल। अन भयो ल। ल हेर्नुहोस् है, यसको क्यामेरा चाहिँ कस्तो हुन्छ होला त है त, चेक गरौँ है त। यस्तो रहेछ कि आइफोन जस्तै, मोबाइल जस्तै रहेछ। यसलाई चाहिँ फोटोमा गयो हैन, फोटो क्यामेरा। ओ खतरा हुँदो रहेछ ल हेर्नुहोस्। वाउ दामी छ, राम्रो आउँदो रहेछ है, फोटो चाहिँ राम्रो आउँदो रहेछ ल। अहिले चाहिँ यसमा कार्ड छैन हैन, कार्ड पनि छुट्टै आउँदो रहेछ। कार्ड पनि छ, यो कार्ड चाहिँ कति 128 GB को एसडी कार्ड दिँदो रहेछ। अनि पेन ड्राइभहरू पनि छ, सबै दिँदो रहेछ हो। चार्जरहरू पनि छ, सबै दिँदो रहेछ। एकदम ठिक छ है यो, मगाउनुहोस् है सबैले, मगाउनुहोस् त। टिकटक शपबाट चाहिँ यसरी मगाउनु होला ल। धेरै महँगो पनि छैन, दामी छ यसको क्वालिटी पनि, बबाल छ है त। ल तपाईहरुले पनि टिकटकमा चाहिँ 1000 फलोअर्स बनाउनुहोस् हैन। त्यसपछि टिकटक शपमा चाहिँ तोरोको गर्नुभयो भने चाहिँ आइडीहरू नाम, अनि त्यसपछि त्यसमा चाहिँ भेरिफाई गर्नुपर्छ आफ्नो कार्ड हालेर, जाइरो कार्ड अथवा पासपोर्ट। त्यसपछि चाहिँ त्यो एप्रुभ हुन्छ। एप्रुभ भएपछि चाहिँ हजुरहरूलाई चाहिँ यसरी क्यामेरा आयो। मलाई चाहिँ अझै आउन छ, सामानहरू धेरै नै बाँकी छ। आज चाहिँ क्यामेरा आएको रहेछ, मैले आज क्यामेरालाई अनबक्सिङ गरेर हजुरहरूलाई देखाएको है त गाइस। बाई बाई। क्यामेरा हल्का छ, राम्रो छ, हेर्नुहोस् यस्तो राम्रो आउँछ सिन टक्क, एकदम जुमवाला रहेछ क्या, राम्रो खालको रहेछ है त। हेर्नुहोस् यसमा चाहिँ मेमोरी कार्ड हाल्नुपर्ने हुन्छ। मेमोरी कार्ड चाहिँ यहाँ छुट्टै आउँछ है। 128 GB को मगाएको थिएँ मैले, 128 GB पनि आएको रहेछ। यसलाई चाहिँ अनबक्सिङ हान्नुपर्छ। यसलाई अन गरेपछि यो एसडी कार्ड, मेमोरी कार्ड हामीले पहिला यो किनिन्थ्यो नि त। अझै फेरि यसको जमाना आएछ है त ल, पुरानो डिजाइनको। यो मेमोरी कार्डलाई चाहिँ यसमा हाल्नुपर्छ है, टक्क यसरी। यसलाई चाहिँ हालेपछि क्याट्याक्क गरेपछि यो भयो। यसपछि चाहिँ हामीले चाहिँ अब फोटोहरू, पेन ड्राइभ कनेक्टरहरू पनि रहेछ, त्यो पनि छ हैन। अब चाहिँ मैले फोटो खिच्छु है त। मैले चाहिँ कसको खिचाउँ त, यो जुम गर्नु पर्यो हैन, यस्तरी टक्क। मेरो आफ्नै खिच्छु है त ल। ओ खच्याक्क भयो ल। अनि त्यसपछि वाउ भिडियो पनि मिल्दो रहेछ। अब यसलाई चाहिँ फोटो खिचेको छ भने यहाँबाट हेर्न मिल्छ है त। फोटो चाहिँ कहाँ छ, ट्याक्क लगाएर यसबाट हेर्न मिल्छ। अनि सेटिङ, ल क्वालिटी पायो ल। ल गाइस राम्रो छ, मगाइहाल्नु होला। अनि गाइज यो चाहिँ फोल्डिङ सिस्टमको रहेछ क्या, यस्तो फोल्ड गर्न मिल्ने खाले हैन। अब तपाईँ उता हुनुहुन्छ हैन, उता हेर्दै हुनुहुन्छ, क्यामेरा खिच्नु पर्यो हैन।
क्यामेरा खिच्न पर्यो भने चाहिँ कसरी पर्नु है ठ्याक्कै अन गर्ने अन गरेपछि यहाँ क्यामेरा आउँछ नि त किन हामी यसरी थिचेपछि आउँछ कि गाइस यो चाहिँ यस्तो टचवाला रहेछ गाइजर यो चाहिँ फेरि फोल्डिङवाला रहेछ होइन यसरी फोल्ड गर्न मिल्छ है ट्याक्क फोल्ड गर्न मिल्छ फोल्ड गरेपछि चाहिँ यसलाई चाहिँ हेर्नुहोस् फोटो खिच्न पऱ्यो भने ट्याक्क थिच्ने अनि ल हेर्नुहोस् यता आफूले हेर्दै फोटो खिच्दै गर्न पाइयो है त तपाईँ उता फोटो खिच्दै हुनुहुन्छ नि यता आफ्नो अनुहार हेरेर चाहिँ आफ्नो पोज दिन सक्नुहुन्छ है त ल हेर्नुहोस् यसरी राम्रो छ है ओहो दामी 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 यो है टक्क अनि यसको बारेमा जानकारी कसैलाई भएन भने सम्पर्क गर्नु होला है त